नमस्ते। आज पनि म सिलगढीमै छु मेरो आमाको स्वास्थ्यले गर्दा। अनि सबैलाई ढिलो भयो भने दिवालीको शुभकामना, परिवारलाई मंगलमाया। यो पालि दिवाली शान्तिपूर्वक तपाईहरुले परिवारसँग मनाउने पायो भन्नेमा मेरो विश्वास छ। मिरिकमा जुन चाहिँ घटना भयो, एक्सिडेन्ट भयो, ज्यान गुमायो, उहाँहरुको परिवारलाई पनि प्रार्थनामा राखेर आज टेलिग्राफमा विवेक छेत्रीको एउटा न्यूज आर्टिकल हेर्दाखेरि अलिकति माने अमिलो तीतो भइरहेछ। यसमा PM orders re-look at interlocutor भनिरहेछ। अब re-look भनेको पूर्ण विचार गर्नु, फेरि पूर्ण हेर्नु। हुन त हामीले भनिरहेको थियो इन्टरलोक्युटरको चिठी पनि आएको छैन। आजसम्म पनि प्रेस इन्फर्मेसन ब्युरो भन्छ PIB, जो चाहिँ सरकारको एउटा न्यूज बताउँछ, त्यहाँबाट पनि वेबसाइटमा के छैन। तर एउटा चिठी, चीफ मिनिस्टरको चिठीको अब्जेक्सनले गर्दाखेरि एउटा पूर्ण विचार इन्टरलोक्युटरमा गर्ने भन्ने बीजेपी को सरासर, बीजेपी को हाम्रो घटक दल नेताले प्राइम मिनिस्टर मोदीलाई, होम मिनिस्टर अमित शाहलाई चिठी लेख्यो, यहाँबाट धन्यवाद अरे मैले गर्दाखेरि इन्टरलोक्युटर आएको अरे। अब सबै मिलेर भन्ने कुरा गर्दै थियो। अनि उहाँहरु सँगसँगै बीजेपी सरकार गोर्खाको इश्यूजमा हृदयबाट यो 20 सालको यो 4टा MP को इलेक्सन हामीले यही कारणको लागि दिएको कि हाम्रो भिजन सेपरेसन फ्रम बेंगल को कुराकानी गर्नु भनेर। त्यसकारण आजको दिनमा उहाँहरुको दयाता छ। दशैं दिवालीको अगाडि इन्टरलोक्युटर आयो, अब भोलि नै आउँछ, पर्सि नै आउँछ। अनि दिवाली टुन्ने बित्तिकै प्राइम मिनिस्टरले फेरि यो पूर्ण प्रकारले हेर्नुपर्छ भनेर इन्टरलोक्युटरलाई। यो दुई नीति यो चाहिँ होइन, बीजेपी को दायता हो। गोर्खा हितमाथि गोर्खालाई माया गर्छ भने अनि घटक दलले जोले चाहिँ धन्यवाद भन्ने प्राइम मिनिस्टरलाई चिठी लेखेको थियो। अनि आज दिवालीको ठीक एक दिन पछि यहाँ रिलुक भन्दैछ। चीफ मिनिस्टरले एउटा चिठी कि यो फेडरल स्ट्रक्चरमा भएन भन्ने एउटा चिठी लेख्ने बित्तिकै यो खाले एउटा फ्यातुलोपन गोर्खा जातिको भविष्यमाथि बीजेपी को देखिँदैछ। चीफ मिनिस्टरलाई पनि भन्नु चाहन्छु, तपाईको GTA जुन चाहिँ 3 सालमा 3टा मिटिङ हुन्छ, तपाईको GTA जुन चाहिँ जति सुभाष घिसिङदेखि ल्याएको सम्पत्तिहरू दार्जिलिङ मोडदेखि बिक्री हुँदैछ, 30 सालको लिस्ट दिँदैछ, एडभर्टाइजमेन्टहरू लतालिङै गरिकिन। यस्तो GTA पनि हामी खुसी छैनौं। तपाईले भन्नु भएको पर्मानेन्ट पोलिटिकल सोलुसन हुन्छ भनेर। सो यति बेला बीजेपी अनि राज्य सरकारलाई पनि यो इन्टरलोक्युटर को चाहिँ छिटो भन्दा छिटो, अनि बीजेपी र घटक दलले जो चाहिँ धन्यवाद अब भयो भन्दै थियो, तपाईहरुले चाहिँ यो छिटो भन्दा छिटो यो इन्टरलोक्युटर को तपाईहरुले उहाँको एम्स एन्ड अब्जेक्टिभ्स, उहाँको के दायरामा काम गर्छ, यो चाहिँ हाम्रो जातिलाई स्पष्ट
छिटोभन्दा छिटो बनाउनुहोस्। यो दशैं दिवालीको अगाडि एउटा कुरा गरेर दिवाली तुर्ने बित्तिकै अर्को कुरा गर्दा फ्यातुलोपन चाहिँ हाम्रो जातिमाथि नहोस्। धन्यवाद।